पुरै कुर्दै बसिदिएको होला होइन सलफलदिएर गाइड्सहरू मोटर हाल्नु चाहिँ तनाव भयो क्या दाजुभाइहरू के छ सो हे एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग अनि सो दाजुभाइहरू के छ आजको खबर चाहिँ होइन समीर भाइ चाहिँ अल्कोल मल आइसकेको छ समीर भाइको चाहिँ औठमा हेर्नु न पुरै माकुराले मुती जस्तो बनाइदिइरहेको छ गाइड्सहरू होइन अनि तपाईँहरूले चाहिँ कहाँ आउँदैछ भनेर सोच्नुहुन्छ होला खास चाहिँ कहीँ चाहिँ होइन यसो भाइलाई भेट्नको लागि अब यता कता बसिरहेको छ अरे पार्कतिर होइन अनि म चाहिँ यसो आइदिएको छु अब यसो भेटौँ न दाजुभाइ भनेर चाहिँ अनि यता कहाँनिर बसिरहेको छु दाइ म भन्छु है कल गरौँ होइन ट्याक्कसँगले कहाँनिर रहेछ त भने कल गर्छु है त्यसलाई अब म चाहिँ ट्याक्क लगाएर कल हानौँ बिहानै उठेर है आज छुट्टी थियो दुवैजनाको छुट्टी मिलाएर यसो भेट्न आइदिएको कहाँ गएछ त भन्ने कुरो हो है अरू त केही होइन यतै छु अनि समीर भाइले चाहिँ भिडियो पनि हाल्न सकिरहेको छैन क्या है त्यो चाहिँ कहाँनिर रहेछ त भने म हेर्छु रातो चाहिँ त्यहाँ बसिरहेको रहेछ क्या यहाँनिर पुरै कुर्दै बसिदिएको होला होइन सलफलदिएर गाइड्सहरू मोटर हाल्ने कुरो तनाव भयो क्या दाजुभाइहरू फेरि मलाई चाहिँ आमा के छ अनि के छ पुरै आइदिएको अरे हौ भेट्नको लागि के छ खबर अनि ल ल मेरो त यहाँ आएको रहेछ अनि अघि भन्नुपर्छ नि त अनि यहाँनिर रहेछ म चाहिँ यस्तो राउन्ड हानेर आइसकेँ होइन ल ठिक छ अब हामी चाहिँ रुमसुम जानुपर्ने हुन्छ रुम गएर अनि अब यसो अब 1.5 वर्षपछि भेटेको होइन कस्तो लाग्दैछ दुबई अनि अनि प्रदीप चाहिँ अनि के कहाँ छ अरे त्यो चाहिँ त्यो उहाँ खिच्ने भन्ने ठाउँमा अरे त्यो उहाँ मैले कहाँनिर कोइला घारीको उसमा छ त्यहाँ लोकेसनमा हेरेको कोइला घारीको उसमा छ मलाई भन्दैछ आउनु भनेर अब जानुपर्छ भेट्नको लागि चिनाइदिनु होइन अब यता दिन यस्तो छिरेर सट्ट निक्लेर म चाहिँ ब्याङ्कमा पनि जानुपर्ने चाहिँ काम थियो तर होस् कुनै दिन जाने हो अनि के छ भने ड्युटी सुटी सबै ठिकै छ नि कन्ट्याक्ट तेरो पनि सकिएको होइन सप्लाई कम्पनी एकेडा हो त्यही भएर न हो भन्छु क्या म चाहिँ विदेश भनेको चाहिँ अनि अब भरे गाडी चाहिँ अनि कति बजी जान्छ अरे तेरो अब यहीँबाट हो मेट्रोमा जाने हो म चाहिँ फेरि सुपरभाइजरले बोलाउँछ भनेर टाप हिँडिदिएको बिहानै ल हामी चाहिँ अब ठ्याक्कसँग अल्कोल मलदेखि मेरो क्याम्प जाँदैछु है हाम्रो यहाँ गल्लीदेखि होइन अनि मैले चाहिँ फेरि होइन नेपालदेखि अब नजिक भएको मान्छेहरूलाई चाहिँ सबलाई मैले भेटिसकेँ है सुस्मितालाई नि अब एक दिन भेट्न जानुपर्छ ट्याक्क तरामा होइन कुनै दिन टाइम मिलाएर भेट्न जानुपर्छ अनि प्रदीपलाई मैले रमेशसँग आइज न भनेको अनि त्यो चाहिँ के भन्छ अरे प्रदीप क्या हो अब त मैले के पासपोर्ट बनाउँदैखेरि अब चाहिँ हाम्रो कहिलेको हो फ्लाइट भन्ने मान्छे अनि पासपोर्ट बनाउनु फ्लाइट कहिले हुन्छ समीर भनेर सोध्छ क्या अब त्यो पासपोर्टको साइन गरेर पासपोर्ट लिने ठाउँ हुँदैन अब अङ्कल हामी चाहिँ कहिले उडिसक्छौँ भन्छ क्या अनि त्यस्तो यस्तो छ जस विदेश आएछ मजाले गर होइन भाइ अब त्यस्तै हो विदेश भनेको चाहिँ दुःख गर्नुपर्छ दुःख गर्न आएपछि सबैले हामी पनि दुःखै गरेर आएको छौँ अब एक दिन नयाँ ड्रेस लाउँदाखेरि मजा भएर हिँडे जस्तो देख्छ होइन सबैले तर कति गाह्रो छ होइन कति अब यो भित्र छ त्यो त परदेश आउनेहरूले बुझ्छ त्यस्तै नै हो अब हामी चाहिँ क्याम्पमा गएर अब एकछिन बसेर अनि त्यहाँदेखि ट्याक्क अब खाजा खाइयो होइन त ठिक छौँ नि हामी है ल एकदमै ठिक छौँ ल त्यही नै हो सो दाजुभाइहरू होइन अब भेट्ने भनियो छ भेट्यो अब अरू केटाहरूलाई पनि भेट्नु अब साथीहरू मेरो सबैजना दुबई नै छ प्रायः जस्तो अब लक्ष्य पनि आउँछ होला होइन त्यसले उहाँ मलाई भन्दै थियो म पनि दुबई आउन आँटेको छु त भन्दै थियो है होला अब खै त थाहा भएन तर आउँछ रामहरूलाई नि भेट्नुपर्छ नि एक दिन
रामुले के भन्छ है तपाईँले दिल्ला त भन्छ है अब भेट्न आइज न भनेको पैसा खर्च हुन्छ भनेर अरे भेजा रहेछ कि त हाम्रो फेरि माया छिनु होइन के छ अहिले चाहिँ बिहानै हामी चाहिँ हाम्रो रमेश भाइलाई भेटिसकेर चाहिँ ट्याक्कसँगले रुममा बस्यो ओर्यो होइन अनि यसो गफसफ हान्यो होइन त्यही नै हो अरू त केही नै छैन अब म चाहिँ उसलाई छोडिदिन जाँदैछु होइन अरू भन्दा नि घाम धेरै छ हावा पुरै बाहिर कस्तो हावा आइरहेको छ क्या चस्मा लगाउँछु पहिले चाहिँ म सुरुमा मै राम्रो हुनु पऱ्यो नि त अनि त दर्शकहरूले राम्रो मान्ने हो होइन दाजुभाइहरू कस्तो खालको भने राति सुतेको कि के भएर मैले आफै टोकेँ कि के भयो है घाउ पुरै यहाँ हेर्नु नै तनाव भइरहेछ मलाई चाहिँ अहिले अब म चाहिँ यसलाई गाडी यहाँनिर पनि एउटा छ बस स्ट्यान्ड होइन अनि यता पनि छ अब यसलाई चाहिँ यता छोडिदिन जाने हो यो चाहिँ हाम्रो अब जुमेरा सुमेराहरू सब देखिन्छ होइन यहाँ चाहिँ जेसिबीको छ जेसिबी देख्दाखेरि चाहिँ फेरि मेरो भतिज चाहिँ काका जेसिबी ग्यारेजमा काम गर्नुहुन्छ भन्न थालिहाल्छ फेरि जेसिबी फेरि लभर हो क्या मेरो भतिजहरू चाहिँ गाडी जेसिबी भनेको चाहिँ खत्रै हो अनि कति बनाएको अनि के भन्दै त ओइ रेबानले त अनि ओइ रेबानहरू त अनि पुरै काका पुरै खतरा भ्लग्स हान्छ त अनि देखेको छस् त्यसको त्यहाँ मेरो फेसबुक हेरेर मैले राखिदिएको छु होइन भन्न अनि रेबानलाई केही भन्दैला माइकदेखि ल लामो किन लजाउनु हो टेट बच्चाहरू अनि यस्तै हो भाइहरू अब क्यामेरा आउन लजाउँछन् होइन दाइहरूसँग अब भरे फेरि एकैचोटि भाइरल भयो भने छैन दाइले अब फेरि चाहिँ बनाइदिन्छ है ल हामी चाहिँ लाग्दिउँ सक्दिउँ ल हिँड्न त ल अब गाडी भएको ठाउँतिर अब जानुपर्ने हुन्छ है ल अब हामी चाहिँ यहाँनिर बस स्ट्यान्ड चाहिँ होइन यहाँनिर पनि रोक्छ होइन यहाँ चाहिँ आइसकेको छौँ जेबलाली 2 जानको लागि गाडी होइन सो फाइनली गाइज अब हामी चाहिँ छुट्टिँदैछौँ ल भाइ ल केही अब ट्याक्कसँगले होइन अब त्यत्रो भ्लग बनाइयो होइन अब केही भन्दैन अन्तिममा अब तँलाई दुबईमा आएर कस्तो लागिरहेछ अनि कम्पनीहरू सप्लाई कम्पनीमा आउँदा कस्तो हुन्छ कस्तो भोगिन्छ आफूले कस्तो भोगिस् तैँले तँ भन्दै ल के भन्नु दुःख पाएको त आउनै पर्छ जस्तो सुके भयो अलिक माइक बोक्न लगाएर आउँदैन क्या यस्तो बोल्न यसरी भन्न भनेको त बोल्न भन्न आउँदैन क्या मलाई यस्तो कस्तो अनि क्यामेरामै आउन बोल्न आउँदैन मोबाइल चलाउँदिन अनि बोल्न आउँदैन बोल्ने भयो मैले अब तिमीहरू बनिहाल्थेँ अनि म नेपालमा हुँदा त म यस्तो भ्लगमा बनाएँ भने त म 2 मिनटमा भाइरल हुन्छु ल केटाहरूलाई अब केही भन्दैन त तेरो अब विशेष दोषहरू अब छ भने केटाहरू ल जाँदा छोरीमासँग भेट्नुपर्छ बिस्तारै अब होइन अब त्यस्तो भर्खर आएको अब बिस्तारै हुन्छ त्यही भएर है केटा उसको अब दोषहरूले चाहिँ अब ट्याक्क मजाले अब सबैजनाले हेर है साथीले भनिसक्यो तिमीहरूलाई होइन अब गाडी कतिखेर आउँछ हामी चाहिँ चलिदिन्छौँ है दाजुभाइहरू हामी होइन म चाहिँ होइन उसलाई चाहिँ मेरो काम चाहिँ अब यतादेखि म चाहिँ सिधै जान्छु अनि यतादेखि जाँदा अनि अर्को गेट हुँदै जान्छ यता भनेको चाहिँ जुमेरातिर जान्छ होला हौ यस्तो यो चाहिँ जेसिबीको ग्यारेज उयो रहेछ क्या यस्तै आइदिने हो 96 नम्बर जान्छ 96 कति नम्बर जान्छ अरे 96 नम्बर जान्छ अरे होइन हेरौँ अब तपाईँहरू पनि जानु पर्दाखेरि चाहिँ 96 जेबलाली 2 है ल काम भइदिएको त मैले चाहिँ त्यसलाई छोडिदिइसकेँ होइन अनि सिक्री पनि चुना लगाइयो सोच्योस् घाम हेर्नु न घाम हावामा छातै उडाइदिएला जस्तो भइरहेको छ
विशालको साथीको छाता लिएर आएको फेरि म त उहाँ अर्कोतिर जानुपर्छ होला भनेर आफ्नो छैन भाँच्यो भने फेरि मलाई चिराउँछ यार यस्तै छ यस्तै अब छुट्टियो अब गएर चाहिँ मस्त सुत्छु म चाहिँ अनि 2 तलाको सिक्ने ट्र्याक्टर किनियो दाजुभाइहरू कस्तो लाग्यो तपाईँहरू खुसी हुँदैन र खुसी त हुनुपर्छ है अनि यत्तिकै छिँदैछन् त म केटीहरू त लट्ठै हुन्छ होला मन मैले नि अरूले जस्तो मन लगाउँदै हिँड्नु हो भने चाहिँ होइन ट्र्याक्टरसँगले तर मलाई मन इन्ट्रेस्टै छैन केटीमा त्यही भएर होला स्यास्या भयो अब चाहिँ क्याम आइपुग्न हुँदै यहीँदेखि तल हो दर्शक बिन के छ न्याकी भाइ मरो न्याकी समीर भाइले अहिलेसम्म नोटिस नगरेको चिज चाहिँ मेरो फेसमै रहेछ क्या फेसमा कुनै दिन भन्छु अर्को भिडियोमा अनि मैले चाहिँ भाइलाई पुगाइदिइसकेँ है गाडी चढाइदिएर आएँ रुममा आएर सुतेर अनि अहिले भर्खर उठेर यसो भिडियोहरू हेरेको अब एडिट हालिदिनु पऱ्यो भनेर अनि सो दाजुभाइहरू फेरि पनि भन्छु भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला भिडियोलाई समीर भाइलाई माया देखाइदिनु होला अनि यस्तै भिडियोहरू आउनको लागि मेरो च्यानलमा सब्सक्राइब गरिदिनु होला हस्त नमस्ते जय नेपाल।